हाई गाइज के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म नयाँ छोटो मिठो भ्लग लिएर आइसकेको छु। आज चाहिँ हामी मन्दिर मौलाकालिका जान भनेको। हामी चाहिँ 4 जना फ्यामिली भएर हिँडेको, मम्मी ड्याडी म र भाइ भएर। आज चाहिँ जाउँ, भ्लगमा के हुन्छ हेर्दै जानुहोस्। चाहिँ तल चोकतिर आइसकेको छौँ। अब यहाँबाट चाहिँ गाडीमा चढ्छौँ यहाँ चोकमा अनि चाहिँ जान्छौँ हामी चाहिँ सिधी बाहिर आइसक्यौँ गाइज। कुनै दिन सिधी पनि आम्ला, सिधी चाहिँ आइरहन्छ। अहिले चाहिँ हामी मौलाकालिका मन्दिर हिँडेको हो। यहाँ चाहिँ सिधी रहेछ, सिधी मन्दिर। हामी चाहिँ पछि हामीलाई सिधी मन्दिर चाहिँ मौलाकालिका केबल कारमा आइसकेको छ। केबल कारको ठाउँमा अब चाहिँ हामी केबल कारबाट जान्छौँ होला। गाइज हामी चाहिँ यहाँ मौलाकाली केबल कार आइसकेको छौँ। हामी चाहिँ यहाँ मौलाकाली केबल कारबाट जान्छौँ मौलाकालिका मन्दिर जाने बेलामा चाहिँ। अनि यहाँबाट चाहिँ भ्यूहरू यस्तो आएको छ, खतरा छ। यता चाहिँ गैँडाको छ पिक्चर स्ट्याचु। अनि हामी चाहिँ यता छौँ मौलाकालिका केबल कार बाहिर उभिएको छौँ। अहिले चाहिँ अलिअलि फोटोहरू क्लिक गर्छौँ यहाँ, अनि त्यसपछि चाहिँ हामी जान्छौँ फोटोबाट खिच्छौँ। हामी चाहिँ ठिकिसकेको छौँ, हामी चाहिँ जान्छौँ। अब 4वटा टिकट, 4 जनाको लागि 4वटा टिकट चाहिँ केबल कारभित्र आइसकेको छौँ। मम्मी बाबा हामी चाहिँ जाँदैछौँ केबल कारमा होइन। हामी 4 जना भएर केबल कार आउँदै रहेछ, मौलाकालिका केबल कार। केबल कार आएपछि जानुपर्छ। हामी चाहिँ केबल कारभित्र बस्छौँ होइन के, हामी केबल कारभित्र बसिसकेको छौँ टक्क लाएर। 4 जना बसेर सबैजना म फोटो दिन्छु ल। कारभित्र बसिसकेको छौँ। अब चाहिँ हामी जान्छौँ। र भाइ यता हुनुहुन्छ, म चाहिँ यता छु। हामी टक्क लाएर अब केबल कारबाट जाँदैछौँ। चाहिँ क्लोज भइसक्यो, हामी चाहिँ जान्छौँ। अब मस्त जाँदैछौँ बनाउँदै। त्यहाँ हुनुहुन्छ टिकटकहरू बनाउँदै भाइ, यहाँ छ चिलमा। हामी चाहिँ उहाँ तलबाट आएको। हामी चाहिँ अब यस्तरी यहाँबाट चाहिँ हामी जाँदैछौँ। हामी आउन लागिसक्यौँ। अब गाइज धेरै चाहिँ हुँदो रहेछ यो टक्क सर र थोरै मस्त आइदियो। हामी चाहिँ 4 जना छौँ केबल कारमा। अब मौलाकालिका मन्दिर जाँदै यहाँ हामी झर्ने ठाउँ आउन लागिसक्यो। यहाँबाट चाहिँ बाहिरको भ्यू देखिन्छ, हावाहरू आइरहेको छ। यहाँ चाहिँ खतरा विन्डो छ नि त यहाँ त। यहाँबाट चाहिँ हामी टक्क तलबाट उहाँबाट आएको सर र पारामा। यता अब हामी पुग्न लागिसक्यो। झर्ने बेला आउन लागिसक्यो। हामी चाहिँ फोटोहरू खिच्दैछौँ। झरिसकेको छौँ। यहाँबाट चाहिँ केबल कारमा चढ्नको लागि 17 भिड रहेको छ। बाबाले चाहिँ यता फोटोसुट हालिदिनुहुन्छ हाम्रो। ल बाबा फोटोसुट गरिदिनुहोस्। हामी चाहिँ टक्क खतरा केबल कारहरू, हावा नि खतरा चलेको छ। यहाँबाट चाहिँ यहाँ केबल कारबाट बाहिर आइसकेको छौँ। केबल कार चढेर टक्क बाहिर आयौँ। यहाँबाट चाहिँ चिसो हावा खतरा चलेको छ। अब यहाँ मौलाकालिका केबल कार प्रवेशबाट चढ्दैछौँ। मम्मी ड्याडी चाहिँ यहाँ आउनुहुन्छ, मेरो भाइ यहाँ छ होइन। बाबा आउँदै हुनुहुन्छ। यहाँ चाहिँ हिँड्ने ठाउँ लामै रहेछ। यहाँ पनि खतरा उकालो उकालो बाटो, यस्तो सिँढीहरू जताततै। मन्दिरभित्र मेन गेटबाट प्रवेश गर्छौँ। अब चाहिँ प्रवेश भइसक्यो। हामी फाइनल्ली हामी हिँड्दैछौँ। हामी हिँडौँ, खतरा बाटो रहेछ। यहाँ चाहिँ उकालो जाने बेलामा चाहिँ अलि सजिलो होला ओह्रालो बाटोमा। मन्दिर आइसक्यो। हामी चाहिँ फाइनल्ली उहाँ तल उहाँ लास्टै तलदेखि बजारदेखि टप भ्यूमा बाँदरहरू धेरै छन्। मस्त बाँदरहरू रहेको छन्। चप्पल राख्ने ठाउँमा आएर चप्पलहरू राखिसक्यौँ। अब चाहिँ मन्दिर प्रवेश गर्छौँ हामी।
जाम यहाँबाट चाहिँ खतरा मेन गेट प्रवेश गर्दैछ हामी चाहिँ यहाँ छौँ टक्क पारामा मौलकालिका मन्दिरको तलपट्टि छौँ हामी चाहिँ मौलकालिका जान्छौँ हामी गणेशको पूजा गर्छौँ पहिला चाहिँ टक्क पारामा अनि हामी मन्दिरभित्र जान्छौँ प्रवेश गऱ्यौँ अब गणेशको पूजा सकेर हामी चाहिँ टक्क मेन गेट प्रवेश गरेर हामी चाहिँ यता मौलकालिका मन्दिरमा आइसक्यौँ मौलकालिका मन्दिर यस्तो रमाइलो छ राम्रो छ खतरा भ्यू पोइन्टमा पहाडको सबैभन्दा भ्यू पोइन्टमा यहाँ चाहिँ पहाडमा भ्यू पोइन्ट छ खतरा मान्छेको भिडहरू पनि खतरा रहेको छ यहाँ चाहिँ हामी यस्तो हिँडिरहेको छौँ अब मन्दिरमा पूजा गरौँ पूजा गरिसकेपछि चाहिँ हामी अब यहाँ फोटोसुटहरू गर्छौँ यताउता गर्छौँ मान्छेको भिडहरू चाहिँ खतरा मन्दिरभित्र प्रवेश गर्छौँ अब यहाँ चाहिँ भित्रको मन्दिर तपाईँहरूले पनि मनोकामनाहरू माग्नु पुरा हुन्छ मौलकालिकाप्रति विश्वासले नरिवल फुटाल्ने गर्छौँ अब यहाँ चाहिँ नरिवल फुटाल्ने ठाउँ बाबाले चाहिँ नरिवल फुटाल्नुहुन्छ कता कता हुन्छ नरिवल चढायौँ मेन मन्दिरमा दर्शन गऱ्यौँ बत्तीहरू बाल्ने ठाउँ रहेको रहेछ यहाँ चाहिँ बत्तीहरू बाल्न पाइन्छ खतरा भ्यूहरू देखिएको छ उता चाहिँ नदी यता पुरै भ्यूहरू देखिएको छ देवघाट है छ त्यहाँ चाहिँ देवघाटको भ्यू देखिएको छ यहाँबाट मौलकालिका मन्दिर बाहिर खतरा छ यहाँ चाहिँ देवघाटको भ्यू आएको छ त्योहरू बालेर भइसक्नु भएको छ बाल्यौँ सबै गऱ्यौँ अब यहाँ चाहिँ हामी हल्का फोटोसुटहरू गर्छौँ फोटोसुटहरू गरिसकेको छौँ यहाँको भ्यू चाहिँ यस्तो छ खतरा शान्त भयो बल्ल हामी चाहिँ अब यता फोटो खिच्न आइसकेको छौँ यता चाहिँ भ्यूहरू पनि खतरा दिन्छ अनि यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ यस्तो छ चाहिँ हामी अब जान्छौँ खाजा खानको लागि तल अब आइन्छ कि नै त थाहा होइन तर जान्छौँ सुजहरू खतरा है ल सेलमा क्या खतरा खतरा सुजहरू ल चाहिँ मन्दिरलाई बिदा गर्छौँ हामी घरतिर फर्किन्छौँ नास्ता खानातिर लाग्छौँ नास्ताहरू खानु पऱ्यो अब चाहिँ बस्नुभयो समोसा भाइले खान्छ हामी चाहिँ सेलरोटी खानु सेलरोटी बनाउँदैछौँ समोसा हामी सेलरोटी खान्छौँ नास्ता खाएर भइसकेको छौँ अब हामी चाहिँ जान्छौँ यहाँबाट मौलकालिकाबाट बाहिरिन्छौँ हामी चाहिँ आजलाई यस्तै भयो रमाइलो भयो मौलकालिका मन्दिर आइयो लुम्बिनी केबल कारको अहिले हामी आएको ठाउँमा आइसक्यो अब चाहिँ हामी हिँडेर जाने भनेर चाहिँ हिँड्न लागिसकेको छौँ हामी चाहिँ हिँड्दै जाँदैछौँ अब चाहिँ मन्दिरबाट हिँडेर यस्तो बाटोहरूमा आइसकेको छौँ गाइस यस्तो खतरा ओह्रालो बाटो छ हेर्नु खतरा बाटोहरू छ यस्तो खतरा ओह्रालो बाटो लोटियो भने चाहिँ खतरा खतरा हुन्छ अघि केबल कारमा आइयो अहिले चाहिँ हिँड्दै आउँदा चाहिँ सबै खतरा खतरा उसहरू पाइएको छ कन्टेन्ट भन्दा नि हेर्न पाइएको छ ढुङ्गाबाट बनाएको आर्टहरू यहाँ बाटोबाट नहिँड्थेन यताबाट शुद्ध बाटोबाट हामी सर्टकट बाटो रहेछ त्यसैले सर्प देखियो यहाँ चाहिँ सर्प रहेछ गाइस सर्प देखियो हामी चाहिँ जान्छौँ कस्तो डर लाग्यो त्यहाँ चाहिँ सर्प भेटियो केवल गाह्रो छ हामी यहाँबाट फेरि हिँड्यौँ यहाँ उखु जुस खान पर्ला भनेर पुगेको छौँ भाइ फलफुलको उत्रेर आइसक्यौँ आज चाहिँ रमाइलो भयो मौलकालिका मन्दिर गइयो सबैजना आइयो हामी अनि आजलाई चाहिँ यति नै भन्दै तपाईँहरू माझमा बिदा हुन चाहन्छु यस भ्लगलाई यहीँ इन्डिङ गरिदिन्छु आजको भ्लग कस्तो लाग्यो कमेन्टमा भन्नु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई 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 बाई